एक्लो बृहस्पति झुट्टो भन्नुहुन्छ नि, तर बृहस्पतिको पालामा साह्रै राम्रो हुन्छ व्यक्तिलाई हैन। यो गुरुको दशामा धर्म प्राप्ति हुन्छ, अर्थ प्राप्ति हुन्छ, काम प्राप्ति हुन्छ, परिपूर्ण प्राप्ति हुन्छ, राज्य प्रताप अनि नम्रताले युक्त तथा रोग लागेको भने पनि उसलाई रोग पनि सन्चो भएर निरोगी हुन्छ भनेको छ ज्योतिषशास्त्रमा। यो बृहस्पति ग्रह भनेको साह्रै राम्रो ज्ञान, गुण, धर्म, कर्म, मोक्ष, फल सबै कुराबाट सुध्रिने मौका हो। तसर्थ धर्मार्थ कामै परिपूरी तोत्र राज प्रतापेर विनय समेत धनी जयी दार सुतादि युक्तो गुरुर्दशायाम च नरो निरोगी भनेको छ। श्रीमती बिहा नभएको भए श्रीमती पनि पाउँछ अनि छोरो पनि जन्माउँछ भनेर यो बृहस्पतिको दशामा भनिएको छ।